नानी नानी शोभा तपाईँ फेरि आउनुभयो। मैले कतिचोटि भनिसकेँ पैसा आएको छैन यसरी घरिघरि नआउनु भनेको होइन। कतै दिक्क बनाएको होला है मान्छेले त मलाई त नआइहाले कि एकचोटि फेरि हेरिदेऊ न। तपाईँले त मलाई त पागलै बनाएर छोड्नुहुन्छ बुझ्नुभयो। कस्तो चाहिँ बेलामा भनेछु फेरि यिनीको छोरालाई मैले पैसा पठाउनु मेरो खातामा भनेर 3 महिना भइसक्यो पैसा नपठाएको। अहिले चाहिँ कहाँबाट आउँछ र? तपाईँको छोराले पैसा सैसा पठाउँदैन। अबदेखिबाट मेरो घरमा आउने होइन पैसाको लागि भनेर खुर्को गइहाल्छ तपाईँ। के भयो काले किन कराएर आएको तिमी? हेर्नु न भनेको त्यो पल्लो घरको आमाको कि छोराले सधैँ मलाई पैसा पठाउँथ्यो नि त महिना पछि। 3 महिना भइसक्यो पैसा नपठाएको। खालि पैसा आयो पैसा आयो पैसा आयो भनेर सोध्न आएको आइ गरेर दिक्क बनाइसक्यो मलाई। आमा एकछिन यता आउनु त। आमा यहाँ बस्नु त एकैछिन। खासमा कुरा चाहिँ के हो आमा एकचोटि मलाई भन्नु त। मेरा छोराबुहारी काठमाडौँमा बस्छन्। प्रत्येक महिना पैसा पठाइदिइरहन्थे नानीको खातामा। अहिले त 3 महिना भयो पैसा पठाएको छैन। न दसैँमा आमाको लागि अलिकति पठाइदिए कि भनेर सोध्न आएको नानीसँग। अनि छोरासँग हिजो आज कुरा हुन्छ कि हुँदैन आमा तपाईँको? पहिला त फोन गरिरहन्थ्यो। अहिले त कसैलाई फोन गर्न लगाइ मागी भने पनि बुहारीले उठाउँथे। गाली गरेर जपारेर फोन राखिदिन्थे बाबु। तपाईँसँग छोरोको नम्बर छ त आमा? फुल नम्बर छ। एकचोटि दिनु त मलाई। आमा एकैछिन ल म आउँछु ल। हस् बाबु। हेलो हेलो, राजनजीसँग कुरा गर्न सक्छु? राजनजी त घरमा हुनुहुन्न, के कुरा हो भन्नुहोस् न। ए हजुरको आमा के यहाँ मेरो श्रीमतीको एकाउन्टमा पैसा पठाइदिने गर्नुभएको थियो अरे नि त। अनि माग्न आएको आइ गर्नुहुन्छ। 3 महिना भयो पैसा नपठाएको भनेर आएको आइ गर्नुहुन्छ। बिचरा गाह्रो भएर होला, उहाँलाई समस्या परेर होला। तपाईँ को हो र हाम्रो घरको मामलामा बोलाउनको लागि? ती बुढी मरे पनि बाँचे पनि हामीलाई केही मतलब छैन। अब आइन्दा हामीलाई फोन नगर्नुहोस् त्यो बुढीको बारेमा। त्यति चाहिँ मानिदियो प्लिज। मेरो पनि आमा हुनुहुन्छ नि। भोलि दाइ भाइले यस्तै व्यवहार गऱ्यो भने कस्तो हुन्छ होला। आमा लिनुहोस् पैसा। अबदेखि जहिले पनि महिना मरेपछि म हजुरलाई घरमै आएर पैसा दिन्छु ल। हजुर दुःख गरेर यहाँ आउनु नि पर्दैन। खुसी हुनुहोस्, आफ्नो दबाई किन्नु, दसैँ मनाउनु। हस् बाबु तिम्रो जय जय होस् बाबु। छोरीले पैसा नपठाएर 3 महिना भयो बाबु। तपाईँ पनि नखाएको। गाउँघरतिर वरिपरि खानको लागि गएँ। दिनदिनै आइस भनेर गाली पनि गरेँ। आमा मलाई माफ गरिदिनु ल। मैले हजुरसँग कस्तोसँग झर्केर नराम्रोसँग बोलेँ। होइन नानी, मैले नि त तिमीलाई साह्रै दिक्क बनाएको थिएँ। पैसा आएन भनेर खालि सोध्न आएको थिएँ। पैसा दिनु भएन उहाँले। राम्रोसँग दबाई गर्नुहोस्। दसैँ पनि मनाउनु है। हुन्छ नानी। हस् बाबु। कस्ता कस्ता छोराहरूको नि जन्म हुन्छ यो धरतीमा। बिचरा ती आमाहरू सन्तानलाई 9 महिनासम्म गर्भमा राखेर जन्माएर ठुलो बनाएर कति सपना देखेका हुन्छन्। बिचरा त्यही आमाले
आफूले नखाएर भए पनि आफू भोकै बसेर भयो नि ती सन्तानको लागि कति सङ्घर्ष कति दुःख गरेका हुन्छन्। अहिले बिचरा एउटा दबाई र 2 छाक खानको लागि यसरी रुँदै हिँड्नुपर्ने आमा। बाबु छोरासँग कुरा भयो त? ए बुहारीसँग कुरा भएको? कस्तो राम्रो बोलीको बुहारी है हजुरको। अनि कति पैसा पठाउने गर्नुभएको थियो आमा हजुरको छोरोले? 3000 पठाउँथे बाबु छोरोले। के गर्नु, काम गर्न सक्दिनँ, दबाई पनि खानु पर्यो, माड पनि लाउनु पर्यो। 3 महिना भयो पैसा नपठाएको, दबाई पनि छैन, नखाने कुरो केही छ घरमा। आमा मलाई माफ गरिदिनु ल, हजुरको छोरोले पैसा पठाइरहनु भएको रहेछ नि सधैँ। मेरो छोराले पैसा पठाइरहेको रहेछ बाबु। मेरो श्रीमतीको खातामा आउँथ्यो, अनि उसले खाता नचलाएको धेरै भएको थियो, मैले चलाउँथेँ उसको खाता, त्यही भएर उसले थाहा नपाकी रहेछ। मेरो छोरो त्यस्तो छैन, मलाई थाहा छ। हो नि, महिनै पछि पठाउनु भएको रहेछ, 3 महिनाको पैसा सबै जम्मा भएको रहेछ। ए आमा पनि त्यसै रुनुहुन्छ। म पैसा ल्याएर दिन्छु, नरुनु। अब खुसी भएर दसैँ मनाउनु पर्छ। हस् ल, बर्थडे गर्नु त म आउँछु। किन जिया त्यो पैसा? काली हेर त बिचरा ती आमालाई, छोरोले महिनाको 3000 पठाउँछ भनेर त्यति खुसी हुँदै तिमी भाटा आउनुहुन्थ्यो माग्नलाई। बिचरा त्यो 3000ले के गर्नुहुन्थ्यो होला, उहाँलाई के पुग्थ्यो होला। बुहारीलाई फोन गरेको त्यस्तो जवाफ लगाइन्। मैले एउटा निर्णय गरेँ नि काली, जुन बेला म कमाउन सक्दैन थिएँ त्यतिखेर आमालाई केही गर्न सकिनँ। अब अहिले अलिअलि कमाउने भएको छु, आमा हुनुहुन्न। बिचरा ती आमालाई महिनाको 3000 उसको छोरोले पठाएको भनेर म सधैँ दिन्छु ल, मलाई केही नभन ल। त्यो 3000ले के हुन्छ भन त? ती बिचरा आमाको आँसु त रोक्न सक्छु नि म। त्यो होठमा कति खुसी देखेको थिएँ मैले है, हजुरको छोरोले पठाएको पैसा आइरहेको रहेछ आमा भन्दाखेरि। मलाई केही नभन ल, बरु महिनाको 3000 मेरो खर्च कटौती गरौँला म, तर त्यो आमालाई महिनाको 3000 म सधैँ दिन्छु ल काली। त्यति चाहिँ मानिदेऊ प्लिज।